रवि लामिछानेको मुद्दा 6औं पटक पनि हेर्न नमिल्ने भएछ। किन मिल्थ्यो त? जतिचोटि हेर्न नमिल्ने भनेर त्यहाँ चाहिँ टारिन्छ, त्यति करोड रुपियाँ एमाले काङ्ग्रेसकाले ती डाम्नाहरूलाई न्यायाधीशहरूलाई दिएछन्। त्यही नत्र भने नेपालको इतिहासमा आजसम्म यस्तो भएको छ र? यत्रा काण्डका फाइलहरू तिमीहरूको धुलो लाएर राख्ने ठान छैन ओली र देउवा काङ्ग्रेसका र एमालेका नेताहरूको विरुद्धमा। तिमीहरूले गर्न केही सक्दैनौ। पार्टीको कोटाबाट तिमीहरू न्यायाधीश बनेका डाम्नाहरू तिमीहरू कुनै दिन आउँछ, सरकार फेरिन्छ, तिमीहरू सचेत रहनु। तिमीहरूको सबभन्दा पहिला तिमीहरूको हैन भाग्ने दिन नेपालबाट आउँछ, जो अन्याय गरेर तिमीहरूले यो गरिरहेछौ नि रविमाथि